आज हामी जहाँ जाँदैछौँ त्यहाँको छोटो चर्चा गर्दैछौँ। यो हो धुसेनी बजार। आजको यात्रा रमितेसम्म रहनेछ। हरेक वर्षको गर्मी समय बढ्न थालेपछि आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै आएको ठाउँ हो मोरङको टाढी उत्तर ठाउँमा रहेको रमिते बजार अर्थात् आइतबारे बजार। तर यहाँसम्म जाने यस्तो सुविधा सम्पन्न सडकहरू, कालो पत्रेहरू, बाटो, घोरिटोहरू कसले बनायो, कसको समयमा बनायो भन्ने इतिहासको चर्चा अहिलेसम्म थाहा पाउन सकेका छैनौँ। तर आजको भिडियोमा हामी यहाँसम्म गन्तव्य बन्नका लागि योगदान दिने व्यक्तित्वको छोटो कुराकानी गर्नेछौँ। गाउँले आधुनिकताको पूर्वाधारहरूको विकास क्रम गर्दै गाउँका सौन्दर्यहरू सहरकरणमा विकास हुँदै गए। यो दृश्य तपाईहरूलाई देखाइरहेको छु मोरङको रमितेको शनिबारे बजार, अनि यसलाई आसपासलाई भन्छ ओखलढुङ्गा पनि। चाहिँ श्री बालकर्णेर आधारभूत विद्यालय रहेछ। विद्यालयसँग जोडिएको ठाउँको गाउँको नाम चाहिँ शनिबारे बजार। आजसम्म जति पनि हाम्रो स्थानीय पर्यटकहरू यो रमिते डाँडा त आइतबारे बजारमा जति चिसो हावा खान आउने व्यक्तिहरूको लागि छोटो जानकारी। अब चर्चा गरौँ हामी हस्तबहादुर राईको योगदानको विषयमा। रमितेको बाटो घाटो र उहाँले योगदान दिनुभएको विषयमा चर्चा गरौँ। आज हामीसँग हुन्छ उहाँकै नाति वीरेन्द्र राईसँग हामीले आजको यो घुमघाम अर्थात् यो पैदल अर्थात् हामीले घुमेको यो ठाउँको विषयमा आज हामी चर्चा गर्दैछौँ। कति धेरैलाई थाहा नहुन सक्छ यहाँको परिवेशको यो इतिहास। पहिलाको गाविस अध्यक्ष हो, दुई कार्यकाल गाविस अध्यक्ष हुनुभएको। कुन गाविस? रमिते गाविस। रमिते। यो घर कति वर्ष भएर? करिब 42 वर्ष है। हजुर। भने त ऐतिहासिक घर रहेछ होइन? ऐतिहासिक घर हो हजुर। तिम्रो चाहिँ के छ यो घरसँगको सम्बन्ध? मेरो यो बाल्यकालको एकदमै धेरै भेडलको आउने कुरा हो। आएर टिका लगाइन्थ्यो, अनि बसिन्थ्यो 2-4 दिन गइन्थ्यो। यहाँ त्यति बेला सरकारी मान्छेहरू साह्रै धेरै आउनुहुन्थ्यो, अनि रमाइलो हुन्थ्यो। अनि विभिन्न प्रकारको खानेकुराहरू खानु पाइन्थ्यो। अनि त्यही भएर सानोमा साह्रै आउनलाई मन लाग्थ्यो। धेरै ज्ञान गुणको कुराहरू पनि सिकाउनुहुन्थ्यो उहाँले। त्यस कारणले गर्दा तिम्रो बाजेलाई चाहिँ कसरी सम्झिन्छ? बाजेलाई एकदम कमान्डिङ टाइपको हुनुहुन्थ्यो र एकदम मेहनती र सफा मन, सही नियत को ठुलो मनको मान्छे भन्ने मलाई चाहिँ लाग्छ। भनेपछि यो ठाउँको रमितेको ऐतिहासिक घर हो यो। अहिले मान्छे बस्दैन खासै, बस्दैन। मलाई लाग्छ पञ्चेको शासन पछाडिको गाविसको बेलामा उहाँले यहाँ यो गाविसलाई चलाएर जति सक्ने जति यो जमिन देखेको सबै उहाँको है। यो तलतिरको जमिनहरू अहिले अब यो मान्छे नभएर, स्याहार्ने नभएर सबै जङ्गल जस्तो भएको छ। छोटो रूपमा भन्दा तिम्रो बाजेले भने तिम्रो जीवनमा के चिज चाहिँ छोड्यो बाजेले? बाजेले छोडेको कुरा चाहिँ पढ्नुपर्छ, ज्ञान लिनुपर्छ, बरालिएर हिँड्नु हुँदैन भन्ने कुरा चाहिँ सायद बाजेले गाइड नगरेको भएदेखि अहिले क्यारमबोर्ड खेल्दै जाँडसी खाँदै हिँड्ने खालको भइन्थ्यो कि। भनेपछि अहिलेको जेनजी जेनेरेसनले हाम्रो अगाडिको पुर्खाहरूको कुरा सुन्न आवश्यक छ है? सुन्न आवश्यक छ, किनभने उहाँहरूले चाहिँ भोगेर त्यसो नहोस् भनेर त्यो सबै अब्स्ट्याकलहरू उहाँहरूले भोगेर चाहिँ त्यस्तो नहोस् मेरो सन्तानहरू भनेर भने चाहिँ अहिलेको जेनेरेसन जेनजी समूहले अगाडिको अग्रज पुस्ताहरूसँग पुरानो कुराहरू, इतिहासको कुराहरूमा कुराकानी गर्न भुले। त्यो डिस्कनेक्ट भयो। हामीले जसरी चप्पल लाएर जमिन टेक्न जुन चप्पलले एक खालको बार लाग्यो, त्यस्तै अहिले विभिन्न कुराले गर्दाखेरि पुरानो
जो चाहिँ पुर्खाहरूले जुन खालको एउटा कनेक्सन दिनुहुन्छ योबाट डिस्कनेक्ट भएको छ, त्यसले समस्या ल्याउँछ। यस्तो छ गाइस साथीहरू। अनि यसबाट हामी रमितेको यो मोरङको रमितेमा आएको थियौँ। एउटा ऐतिहासिक व्यक्तित्व, हामीले चाहिँ नयाँ जेनजी समूहलाई चाहिँ इतिहास, संस्कृति, भाषा, भूगोलको ज्ञानहरू लिन सकिने एकदमै फाइदा छ। बाँकी भिडियो जोडेर जान्छु है त।